Audio Jungle. हेलो एभ्रिवान, नमस्ते, स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। आज म चाहिँ गाउँतिर आएको छु असार विशेष हाम्रो दाजुभाइहरूको चेलीबेटी भेटघाट कार्यक्रममा। आज 27 गते शनिबारको दिन म अनि मेरो परिवारहरूसँग छु। म यहाँ मसँग वीरेन्द्र भाइ पनि आएको छ। अहिले चाहिँ म यहाँ भुटुवाको लागि रेडी गर्दैछु, मासु पकाउन लाग्दै। म मेरो रोटी बनाउँदै हुनुहुन्छ, यता बाबाहरू फुपूहरू सबैजना गफ गर्दै हुनुहुन्छ। म चाहिँ यहाँ मासु पकाउँदैछु। ल हाम्रो वीरेन्द्र भाइ केही दुई शब्द जाओस्। के भन, केही भन्दैन, के भन, पुठो दुखेछ, भर्खरै मासु भात खाएर बसियो। ल अब हामी है मासु पकाउन लाग्यो। मासु मम्मी यता अचारको लागि यता रोटी हामी कति 8 बजे आउनु भनेको है, 8 बजे आउनु भनेको मान्छे 9:30 बजे रुममा रहेको। अझ म पक्का आउँछु भनेर खसीको बोसो चाहिँ ब्रेन गिदी मान्छेले यस्तो काँचो खान्छ नि थाहा। बाँदरको गिदी खाने त बाँदर जस्तो भयो नि त्यसलाई। बाँदरको गिदी खाने त बाँदर जस्तै, जेको गिदी खा त्यही हुने रे के। अनि के अनि रुख चढ्दै हिँड्ने। पलाएर मासु भात खाइयो। सबैजनालाई लोसारको धेरै धेरै शुभकामना छ। हामी त लोसार पनि ढिलो हुन्छ कि फेरि। सबैजनालाई धेरै धेरै माया। त्यस्तै छ, गाउँ आउनु पऱ्यो, रमाइलो गर्नु पऱ्यो, गाउँको अथेन्टिक चिजहरू खानु पऱ्यो होइन। ल भाइ पनि आएको छ आज चाहिँ, वीरेन्द्र भाइ फर्स्ट टाइम टक्क लगाएर डाँडा गरेर साइलीमा दाजुभाइ होइन, आमाहरू हुनुहुन्छ, हाम्रो दिदी बहिनीहरू, बाबाहरू, फुपूहरू, भान्जा भान्जीहरू सबैजनालाई वेलकम। ल हामी बेला बेलामा भेट्दै गरौँ ल, के बनाइन्छ खाइन्छ खिच्दै गरौँ ल होइन। एकछिनपछि भेटौँला फेरि। मासु पकाउँदै हुनुहुन्छ खसीको मासु। बसो है मासु। अहिले हात पोलेर कि यहाँ चलाउँदा Khá vậy.
मम्मीले पनि यता मम्मी त कपालै परेछ नि ठिकै छ दाइले मासु बनाउनुहुन्छ मम्मीले त अचारको लागि यताखेरि रोटी तयार हुँदैछ लोसार विशेष हजुर हजुर साथीहरू पाक्दैछ यहाँ आउनु होला छिस छिस आउन नसक्ने त मुख मिठाएर बस्नु होला त छिस आन्टीले जस्तो के ल आउन आइसकेको अवस्था चाल्यो चाल्यो नि सुप आज म भान्सीमा मासु पाउनलाई पस्काउँदै दिँदै गमडाँडा मामाहरू यस्तो देखिरहेछ मेरो घरबाट भ्यू
टाढा हाम्रो सिग्नल ठाडो भएको बाबाको फोन नाच बिरे भाइ अरे लालु फुपूको कडा डान्स ल वीरेन्द्र भाइ टप्दैछ है यहाँ ल कान्छी दिदीले ल लालु फुपूलाई नाच न नाच के A few moments later. नाच्नु ल ल दाजुभाइ दिदीबहिनीहरू यहाँ टक्क बसेर आउँदैछ तिते करेली बनायो झिम झिम परेली
मम्मी नाच्नु हुन्छ क्या मम्मी नाच्नु नाच्छ एकचोटि ज्यादा ल तन्न चतलु प्रो के लभर पार्टी म त के आछ भेना र सालीको यहाँ चल्दैछ ल आमा पार्टीको पालो आयो अब बा आमाको पालो आयो बाबा नानु छिटो के भनेको
रात छ क्या गफ लाउन व्यस्त भयो उहाँ कान्छमा बाजे बिरामी हुँदा मैले हस्पिटल लगेको थिएँ अहिलेसम्म ठिकै रहेछ आग्यो रे लेट आ चलिए फाइट मुड़र दे दीजिए
थाक्यो बुढा त अहिले दियो आउनु नान्नु आउनु 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 ल फुपू आउनु ल फादर ल आउनु आमा पनि खेल फादर ल आउनु ल यसो नाच्नु आउनु 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 Tolak Ada lah yuk. Yes.